एक्सन सुरु हुँदै सुरु हो। नमस्कार, हाम्रो नाम हामी सुरज थपलिया छु र तपाईहरुको लागि हामी एउटा कविता यहाँ लिएर आइसकेछु। तो हाम्रो कविताको शीर्षक छ मृत्यु नै कुर्नु पर्नेछ। तो हाम्रो कविता यस्तो छ। जीवनको समय रेखामा हामी कतै हरायौं भने, जीवनको समय रेखामा हामी कतै हरायौं भने तिमी यो सोच्नु हामीले बिताएका पलहरू कहिले हराउने छैनन्। म सम्झने छु अनि आफैलाई सुमसुमाउने छु, त्यति बेला पक्कै तिमीलाई बाडुल्की लाग्नेछ। हामीले बाँचेका पलहरू एक समयका सच्चाइ हुन्, जहाँ माया, सम्मान, हाँसो र रोदन सबैमा आफ्नोपन छ। जीवन रेखामा हेलिएर तिमी मबाट टाढा धकालियो भने पनि सम्झनु त्यो स्वर्णिम पल, जहाँ हामीले एक कप कफी पालै पालो पिएका थियौँ। त्यो समयको त्यो जीवन कुनै फिल्मी कथा थिएन, न कुनै उपन्यासकारले कल्पना गरेको उपन्यास नै थियो। त्यो त जीवनको मधुर मिलन थियो, जहाँ हामीले एउटै कुर्सीमा एकअर्कालाई सँगै बसाएका थियौँ। जीवन जिउने क्रममा हामी मिलनको बिन्दुबाट टाढा रहे पनि, जीवन जिउने क्रममा हामी मिलनको बिन्दुबाट टाढा रहे पनि त्यो समयको वास्तविकता कहिले बिरानो हुने छैन। मलाई त यस्तो लाग्छ, दुई भएर पनि एक भएको हाम्रो मिलन, प्रेममा हराएका समयहरू, मायाले लापत्ता बनाएका उमेरहरू अनि वर्षौं वर्ष लगाएर बनेका यादहरू जीवनले कोल्टे फेर्दैमा फेरिन्छ र फेरिन्छन् होला पात्रहरू, सायद सम्बन्ध पनि, तर जुन जीवन तिमीले र मैले बाँचेका छौँ त्यो कहिले फेरिने छैन। मुटुको एक कुनामा कैद गरेर फ्रेमिङ गरेका समयहरू भुल्न मृत्यु नै आउनु पर्नेछ, मृत्यु नै कुर्नु पर्नेछ, मृत्यु नै कुर्नु पर्नेछ।